रेणुका भट्टराई र अस्मिता डल्लाकोटे एक असल मित्रताको उदाहरण हुन्। यस्तो छ उनीहरूको सम्बन्ध। लोक तथा दोहोरी सङ्गीत क्षेत्रका दुई चम्किला तारा गायिका रेणुका भट्टराई र अस्मिता डल्लाकोटे सृजनात्मकताको मात्र होइन, असल मित्रताको पनि अनुपम उदाहरण हुन्। उनीहरू बीचको सम्बन्ध केवल पेसागत सहकार्यसम्म सीमित छैन। उनीहरू एक अर्काको दुःख सुखका साथी, भावना बुझ्ने सङ्गी र साँचो अर्थमा मिल्ने मनका मित्रहरू पनि हुन्। साङ्गीतिक यात्राको क्रममा पहिलो पटक भेट भएका यी दुई गायिकाहरूको मित्रता समयसँगै झनै गाढा बन्दै गएको हो। कुनै पनि नयाँ सिर्जनामा सल्लाहको आदान प्रदान, एक अर्काको सफलतामा हर्षित हुँदै प्रोत्साहन दिने मनोवृत्ति र जीवनका कठिन क्षणहरूमा पनि साथ नछोड्ने सङ्कल्पले उनीहरूलाई साथी होस् त यस्तो होस् भन्ने उदाहरणीय मित्रतासँग जोडिदिएको छ। अस्मिता भनेको यस्तो मान्छे हो, अस्मिताको मनमा कस्तैप्रति पनि नेगेटिभ कुराहरू छैन, किन बरु मेरै मनमा होला, रिस डाहा होला कोही पर, तर उहाँको मनमा छैन त्यस्तो। अस्मिता एउटा राम्रो मान्छे हो। सामाजिक सञ्जाल र मञ्चमा देखिने उनीहरूको आत्मीयता दर्शकहरूका लागि प्रेरणादायक रहँदै आएको छ। तर पछिल्लो समय केही परिवर्तनहरू आएका छन् जसले यी दुई बीचको भौतिक दूरी बढाउने देखिन्छ। गायिका अस्मिता डल्लाकोटेले तनहुँका लोकदोहोरी गायक शक्ति गोदारसँग विवाह गरेकी छन् र हाल उनी नेपालमै बसोबास गरिरहेकी छन्। उता रेणुका भट्टराईले भने गत वैशाख 5 गते नवलपरासी गैँडाकोटका हाल युकेमा बसोबास गर्दै आएका नरेन्द्र घिमिरेसँग विवाह गरेकी छन्। अब रेणुका श्रीमानसँगै युकेमा रहने खबर बाहिरिएको छ। यस्तो अवस्थामा उनीहरूको मित्रतामा समय र दूरीका कारण केही अन्तर आउन सक्ने देखिन्छ। तर पनि असली मित्रता भौगोलिक दूरीले होइन, दिलको नाताले टिक्ने हो भन्ने विश्वास गरेका दर्शकहरू आशावादी छन् कि उनीहरूको सम्बन्ध सधैँ जसो यथावत रहिरहनेछ। दुईजनाको सम्बन्ध सदैव यस्तै रहिरहोस्, प्रगाढ रहिरहोस्, हाम्रो तर्फबाट पनि शुभकामना।